आजको भिडियोमा भन्छु कि तपाईँको किराना पसल हो, मोबाइल रिपेयरिङ कैसे पसल हो, तपाईँ क्युआर ई-सेवा क्युआर कसरी मगाउने आफ्नो दोकानमा राख्नको लागि, ई-सेवा क्युआर कसरी मगाउने यानि कि बिजनेस क्युआर कसरी मगाउने। आजको भिडियोमा भन्छु कि बिजनेस क्युआर कसरी मगाउने अनि दोकानमा राखेर अनलाइन पेमेन्ट कसरी लिने। त गाइस, तपाईको बिजनेस क्युआर लगाउनको लागि एउटा प्यान नम्बर चाहियो। तपाईको किराना पसल छ नि, उसको नाममा एउटा प्यान नम्बर निकाल्नुस्। त्यसो मेरो किराना पसलको नाम हो जय श्री राधा किराना स्टोर। यो नामबाट तपाईँ एउटा प्यान नम्बर निकाल्नुस्। यो प्यान नम्बर ई-सेवामा गएर हालिदियो। यो हालेपछि तपाईको किराना पसलको नाम पनि दिनुपर्छ। प्यान नम्बर एउटा निकालेर, एउटा प्यान नम्बर छ भने हुन्छ, छैन भने हुँदैन। चलोस्, यो म सिकाउँछु कसरी आफ्नो ई-सेवा क्युआर कसरी मगाउने। चलो, बिजनेस क्युआर लिनको लागि सबसे पहिला आफ्नो ई-सेवा ओपन गर्नुस्। ई-सेवा ओपन गरेपछि यहाँ स्क्रोल डाउन गर्नु, यहाँ हेर्नुस् बिजनेस क्युआर रिक्वेस्ट छ, यहाँ यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरेपछि तपाईको एकाउन्टमा 1 रुपैयाँ हुनु पर्यो, तबै भइहाल्छ। तपाईको क्यासब्याक पनि पाइहाल्छ, 0 पैसा लाग्छ तपाईको। अहिले यो प्लिज सेलेक्टमा क्लिक गर्नुस्। अहिले न्यू क्युआर रजिस्टरमा क्लिक गर्नुस्। यहाँ आफ्नो मोबाइल नम्बर राखिदिनु, यहाँ आफ्नो नाम राखिदिनु, यहाँ आफ्नो जो किराना पसलको नाम हो, जैसे कि राधा किराना स्टोर हो। अहिले कुनै पनि प्यान नम्बर जो दिएको तपाईँ प्यान नम्बरको के नाममा तपाईँ प्यान नम्बर निकाल्नु भएको वो नाम राख्नुहोस्। अहिले यहाँ आफ्नो जिल्ला सेलेक्ट गर्नुहोस्। मध्य प्रदेश यो सेलेक्ट गर्नुहोस् तपाईँ के हो। त म यहाँ मध्य प्रदेशमा क्लिक गर्छु। अहिले यहाँ तपाईँ कहाँ हुन्छ, बार्सा सर्लाही कहाँ हुनुहुन्छ तपाईँ, म बारामा क्लिक गर्छु। म पार्सामा क्लिक गर्छु। अहिले यहाँ के लेखिरहेको छ, वीरगञ्ज एमपिनमा क्लिक गर्नु। तपाईको कुन ठाउँ हो यही हिसाबले तपाईँ आफ्नो हेर्नुस्। यो टोल यानि कि तपाईको नगर, मेरो वीरगञ्ज अदेश नगर। अदर्श नगर राखिदिनु। तपाईको यो बिजनेस प्यान राख्नुहोस्, ठिक छ। त म आफ्नो यहाँ बिजनेस प्यान राखिरहेको छु। अहिले यहाँ एउटा इमेल एड्रेस दिइदिनुस्। अहिले यहाँ तपाईको ई-सेवा यहाँ पर जो छ नि, ई-सेवा यहाँ लेखिरहेको छ, ई-सेवामा क्लिक गर्नुहोस्। अहिले एकाउन्ट नम्बर या होल्ड एकाउन्ट नेम यो राख्नु नम्बर तपाईको आफ्नो ई-सेवा राखिदियो, यहाँ आफ्नो नाम राखिदियो। यहाँ तपाईको 1 रुपैयाँ हुनु पर्यो तपाईको एकाउन्टमा, तपाईको क्यासब्याक पनि पाइहाल्छ। यहाँ प्रोसेसमा क्लिक गर्नुस्। यो तपाईको सबै डिटेल आइसकेको छ। यहाँ तपाईँ एकचोटि हेरेर तपाईँ यहाँ कन्फर्ममा क्लिक गर्नुस्। अहिले एमपिन राखेर सबमिट गरिदिनुस्। ल, भयो गाइज, थ्याङ्क यू। तपाईको क्युआर 10 दिनमा आइहाल्छ।